हेलो गाइज, यहाँहरूलाई रूपक ट्राभल डायरीमा स्वागत छ। अहिले हामी प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिरतर्फ अगाडि बढिरहेका छौँ। यो सिडीमा हामी अगाडि बढिरहेका छौँ। स्याँ फ्याँ भइरहेको छ, गाह्रो छ भन्छन्, तर खुसीले होला, भगवानको शक्तिले होला, त्यस्तो महसुस धेरै भएको छैन। यो लाइन हेर्न सक्नुहुन्छ, यो सिडी स्वर्गद्वारी मन्दिरको हामी यो भर्याङबाट अगाडि बढिरहेका छौँ। असाध्यै मनोरम दृश्यले भरिपूर्ण स्थान पनि रहेछ यो पहाडको टुप्पोमा। वेलकम ब्याक टु माई युट्युब च्यानल सर। हेलो हेलो फुलको बगैँचामा सर हामीलाई देखाउनु के भिडियोमा ला सर भ्लग बनाएर हाल्नु है, भिडियो बनाएर युट्युबमा हाल्नु है। त्यसमा भन्नु न कस्तो लागिरहेछ नानी हो? राम्रो अच्छा लागिरहेछ। कहाँ जान लाग्यो भन्नु न? कहाँ जान थाल्दैछौ? स्वर्गद्वारी। ओहो के गर्ने? कस्तो लागिरहेछ तारा सर? एकदम ठिक लागिरहेछ सर। अहिले हामी कुन ठाउँमा छौँ हामी यो तारा सर? प्युठानको स्वर्गद्वारी मन्दिरमा जाँदैछौँ हामी। यहाँ यो सिँढी उक्लेर, हजुर, सिँढीबाट हाम्रो चाहिँ तपाईँलाई कस्तो फिल भइरहेछ अहिले? मलाई चाहिँ अब साँच्चीकै स्वर्गै जाने पो हो कि भन्ने फिलिङ भइरहेछ। हजुर, मलाई अहिले स्वर्ग जाने मन त छैन, तर त्यो स्वर्ग हेर्ने मन चाहिँ छ भन्ने चाहिँ अब जिउँदै स्वर्ग देख्ने प्रफुल्लित हुनुहुन्छ एकदम प्रफुल्लित। आएम के सोचले यस ठाउँसम्म आइपुग्नु भयो? खास उद्देश्य त होला नि? उद्देश्य भने आत्मशान्ति, यसो अब चाहिँ भौगोलिक अब चाहिँ के भन्छ भ्रमण, अनि दृश्यावलोकन, यहाँको ऐतिहासिक धार्मिक अवस्था अध्ययन अनुसन्धान गर्ने, त्यसको बारेमा जानकारी लिने। धन्यवाद सर, त्यसको थ्याङ्क यू। हामी स्वर्गद्वारीको एकदमै नजिक आइपुगेका छौँ गाइज। यहाँ देख्न सक्नुहुन्छ हामी स्वर्गद्वारीको यो मन्दिरमा स्वर्गद्वारी बाबाको दर्शनको लागि साँच्चीकै स्वर्ग कस्तो हुँदैछ भन्ने अनुभूति पनि हुने गरी यो स्थानसम्म आइपुगेका छौँ। यहाँहरूलाई देख्न सक्नुहुन्छ, विभिन्न ठाउँबाट आउनु भएको छ। हजुर नमस्कार। हजुरको घर कहाँ पर्यो हजुर? प्युठान झुमुर गाउँपालिका। ए, अनि हजुरलाई यहाँ के उद्देश्यले आउनुभएको आज? भगवानको दर्शन गरौँ, हेरौँ। दर्शन गरिसक्नु भयो? गरिरहेन, जाने हो। जाँदै हुनुहुन्छ? कस्तो महसुस भइरहेछ तपाईँलाई? खुसी लाग्छ। खुसी लागेर। ए ल, हस्, धन्यवाद। यो वरिपरिको क्षेत्र प्युठानको स्वर्गद्वारी। यहाँ गुरुकुल शिक्षा पनि पढाइ हुँदो रहेछ। यो एकदम टप ठाउँमा छ, धेरै हाइटमा छ, समथिङ समुद्री सतहदेखि मेरो अनुमानमा, मैले एक्ज्याक्टली नापे त होइन, म टेक्निकल पर्सन पनि होइन, एक्ज्याक्टली त होइन, मेरो अनुमानले कम्तीमा समुद्र सतहदेखि 2000देखि 2200 मिटरको हाइटमा हुनुपर्छ यो हाइट जस्तो मलाई लाग्छ। हामी बिहानै 2082 साल वैशाख 12 गते शुक्रबारको दिन हामी बिहानै स्वर्गद्वारीको क्षेत्रमा आइपुगेका छौँ। यो देख्न सक्नुहुन्छ, यो तल्लो साइडको भाग हो, यो उत्तरी क्षेत्र, यो धर्मशाला। छोटो क्लिप म तपाईँहरूलाई यो स्वर्गद्वारीको मन्दिरको विषयमा तपाईँहरूलाई भिडियो मार्फत केही जानकारी दिने प्रयत्न गरेको छु मेरो पौडेल ट्राभल डायरीमा। म आज सुर्खेतदेखि प्युठान जिल्लाको स्वर्गद्वारी क्षेत्रमा छु। आज हामी मध्यपश्चिम विश्वविद्यालय भेरी बहुमुखी क्याम्पस गुमी सुर्खेतबाट शैक्षिक अवलोकन तथा धार्मिक क्षेत्रहरूको दर्शन गर्ने उद्देश्यले यो स्थानसम्म आइपुगेका हौँ। यो अनुकूल परिस्थिति जोडाइदिएकोमा भेरी बहुमुखी क्याम्पस परिवारलाई
धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। दिन सक्नुहुन्छ इलाका प्रहरी कार्यालय लेखिएको बोर्ड। अब हामी स्वर्गद्वारी मन्दिरको अन्तिम पोइन्टमा अर्थात् मन्दिरको क्षेत्रभित्र प्रवेश गर्दैछौँ। हेलो गाइज, स्वर्गद्वारीको लगभग मन्दिरको गेट नजिकै पुगेका छौँ। हाम्रो विश्वविद्यालयका विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरू। हेलो, कस्तो लागिरहेछ? एकदमै रमाइलो आजको यो टुर साह्रै एकदम सान्दर्भिक र मेमोरेबल क्षण बन्ने छ। ल जस तपाईँहरूले संयोजन गरेको यो भ्रमण एकदम फलदायी भयो भन्ने मैले पनि महसुस गरेको छु। एकदम तपाईँहरूलाई धन्यवाद। यो स्वर्गद्वारीको अब क्षेत्र मन्दिर क्षेत्र हो। यो पुरै मन्दिर क्षेत्र हो। यहाँभित्र विशेष गरी गुरुकुल शिक्षा को पनि पठन पाठन हुँदो रहेछ। अनि यो विद्यार्थी भने मेरा फ्यान हुन् यी साथी, मेरा विद्यार्थीहरू। विद्यार्थी मात्रै होइन नि, मेरा फ्यान पनि हुन्। हाम्रो सम्बन्ध विद्यार्थी भाइ मात्रै होइन, मेरा फ्यान हुन् नि मेरा साथी। सर हामी स्टुडेन्ट पनि सरको फ्यान हो। हजुरको भिडियो देखेर आमामामा हजुरलाई कहिले भेटौँला, कहाँ देख्नु भन्ने सर। थ्याङ्क यू माई गाइज। भिडियोमा लाइक गरिदिनु भन्नु न सबैजनाले। लाइक हजुरको सब्स्क्राइब गरिदिनु होला। यहाँलाई भाइरल गराइदिनु होला। थ्याङ्क यू, वेलकम। हस् त, धन्यवाद, नमस्कार। यहाँ पानी खानको लागि व्यवस्था गरिएको रहेछ। यहाँनिर यो शुद्ध खाने पानी। हाम्रो क्याम्पसका त्यहाँ उपप्राध्यापक डाक्टर सर्फराज सर कस्तो लागिरहेछ? ठिक छ, ठिक छ, एकदम ठिक। तपाईँ कहाँदेखि आउनुभयो सर? हामी वीरेन्द्र सुर्खेत। ल, नाम थाहा छैन क्या, कार्कीको नाम मैले बिर्सिहाल्छु। हेलो, हाम्रो उहाँ महिला नेत्री पनि हो। धेरैवटा सिडी चढ्दा घाँटी नै सुक्दो रहेछ है, सास पनि बढ्दो रहेछ। यो अवस्था चाहिँ रहेछ एकदमै है। ल हामी अहिले चाहिँ पानी पिउने समाएर हिँड्छु। म झर्छु, खै म 50 दिएँ, म झरेँ। आउनु अन्य त के